सबैलाई अलि गाह्रो लाग्ने चौबन्दी चोलोको खारपाको ड्राफ्ट हुँदैछ। यहाँ हामीले चाहिँ चौबन्दी चोलोको ड्राफ्ट कटिङ गरेको थियौँ आजको क्लासमा। यदि हजुरहरूलाई यस्तै ड्राफ्टहरूको भिडियोहरू चाहिन्छ भने चाहिँ हाम्रो फेसन पाठशालाको युट्युब च्यानल पनि छ, त्यहाँ गएर हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। हजुरहरूले मैले भर्खरै खोलेको छु, 30 वटा सब्स्क्राइबर पुगेको छ। हजुरको माया पाउँदै गयो भने म रेगुलरली नै ड्राफ्टको भिडियोहरू हाल्नेछु पक्कै पनि। तर भिडियो हाल्नुभन्दा अगाडि माया चाहिँ गरिदिनु पर्यो, भ्युज आउनु पर्यो, अनि पो मलाई पनि राखम भन्ने जस्तो हुन्छ नि त। भ्युज नै आएन भने हजुरहरूले मायै गर्नु भएन भने त मलाई पनि अल्छी लाग्छ। त्यही भएर हजुरहरूको माया धेरै भयो भने म पक्कै पनि रेगुलरली नै ड्राफ्टको भिडियोहरू, कटिङ भिडियोहरू अनि स्टिचिङको भिडियोहरू राखिदिनेछु मेरो युट्युब च्यानलमा। अनि हजुरहरूलाई हाम्रो फेसन डिजाइनिङको क्लास लिनु छ भने चाहिँ हाम्रो स्टोरमा आएर बुझ्न सक्नुहुन्छ। नयाँ भर्ना हामीले लिइराखेको छौँ। चुनावपछि चैत लागेबाट चाहिँ चैतको 1 गतेबाट चाहिँ हामीले नयाँ क्लासहरू सुरु गर्दैछौँ। त्यही भएर छिटोभन्दा छिटो चाहिँ हाम्रो स्टोरमा आएर अथवा कल गरेर आफ्नो सिट बुक गर्नु होला है त। थ्याङ्क यू सो मच।